एन्जाइटी र बिपी बढ्ने कुरालाई लिएर हेर्ने हो भने प्रायमा एन्जाइटीले केही समयको लागि चाहिँ प्रेसर बढाइदिरहेको हुनसक्छ। जस्तै फर इक्जाम्पल यदि प्यानिक अट्याक आएको छ भने त्यति बेला नाप्दा बिपी बढेको हुन्छ। अर्को कहिलेकाहीँ हस्पिटल सेटिङमा अलिकति डक्टरले बिपी नाप्ने बेलामा चाहिँ अलिकति पेसेन्ट चाहिँ आत्तिएर त्यति बेला चाहिँ बिपी बढी देखाउने पनि हुनसक्छ, जसलाई हामीले व्हाइट कोट हाइपरटेन्सन भनेर भन्छौँ। तर अब एन्जाइटीले गर्दा भनौँ न हाइपरटेन्सन भन्ने जुन चाहिँ लगातार रूपमा प्रेसर बढ्ने समस्या हो, त्यसमा एन्जाइटीलाई चाहिँ डाइरेक्ट कजको रूपमा चाहिँ अझै पनि अध्ययन अनुसन्धानले चाहिँ पुष्टि गर्न सकेको छैन। तर इन्डाइरेक्टली एन्जाइटी भएको बिरामीमा चाहिँ हाइपरटेन्सन बढ्ने चाहिँ देखिएको छ। यसका विभिन्न कारणहरू हुन्छन्। जस्तै सर्वप्रथम त एन्जाइटी यदि क्रोनिक रूप लिइरहेछ भने त्यति बेला त्यो व्यक्ति चाहिँ धेरै नै तनावमा भइरहेको हुन्छ र हाम्रो बडीमा एउटा स्ट्रेस हर्मोन कर्टिसोल भनेर भन्छौँ हामीले, त्यो चाहिँ एक्सेसिभ मात्रामा त्यो निस्किरहेको हुन्छ, जसले गर्दा प्रेसर बढाउन सक्छ। अर्को एन्जाइटीको अर्को एउटा सिम्टम भनेको चाहिँ निन्द्राको गडबडी हो। लगातार रूपमा निन्द्रा डिस्टर्ब भइराख्यो भने पनि प्रेसर बढ्ने हुनसक्छ। त्यस्तै एन्जाइटीको बिरामीले अलिकति रेगुलर एक्सर्साइज गर्ने अथवा खानपानहरू नमिलिरहेको हुनसक्छ, अथवा एन्जाइटी कम गर्नको लागि चाहिँ उहाँहरूले कोपिङको लागि होइन स्मोकिङ ड्रिङ्किङहरू पनि गरिराख्नु भएको हुनसक्छ। यी कारणहरूले चाहिँ लङ टर्ममा हेर्ने हो भने एन्जाइटी छ भने प्रेसर बढ्ने चाहिँ सम्भावना हुन्छ।